जय मसीह सबै ख्रिस्ट प्रेमी जनहरूमा जय मसीह। म तपाईहरुको बीचमा आजको साँझमा एउटा क्रिस्चियन भजन 314 नम्बरको गाएर सुनाउन गइरहेको छु। तपाईहरुले पनि सुनिदिनु होला, किनभने म यो गाएर चाहिँ फेसबुकमा मैले अनिवार्य अपलोड गर्छु, किनभने मैले आज यो भजन प्र्याक्टिस गरेको अनि मलाई पूर्ण रूपमा राम्रोसँग गाउन चाहिँ आउँदैन, र मैले प्र्याक्टिस गरे अनुसार मैले जति जानेको छु त्यति म तपाईहरुको बीचमा प्रस्तुत गर्नेछु। तपाईले यसलाई अझै सुधारेर तपाईहरुले गाउन सक्नुहुन्छ है त। सुरु गरौँ है त। विश्वास योग्य मेरा प्रभु, म तिम्रो स्तुति गाउने छु, म तिम्रो स्तुति गाउने छु। विश्वास योग्य मेरा प्रभु, अनुग्रहमा मलाई डाक्यौ, मलाई सदा सम्हाल्दछौ, मलाई सदा सम्हाल्दछौ। यसर्थ म तिमीलाई भज्छु, तिम्रो प्रशंसा गाउने छु। विश्वास योग्य मेरा प्रभु, म तिम्रो स्तुति गाउने छु, म तिम्रो स्तुति गाउने छु। विश्वास योग्य मेरा प्रभु, तिम्रो प्रेम देखि हे प्रभु, म बारम्बार दूर भएँ, म बारम्बार दूर भएँ। तर म तिमी कहाँ आउँदा मलाई तत्काल क्षमा गर्यौ। विश्वास योग्य मेरा प्रभु, म तिम्रो स्तुति गाउने छु, म तिम्रो स्तुति गाउने छु। विश्वास योग्य मेरा प्रभु, पापमा आफूलाई नाश पाउँदा मलाई हादी उठाएथ्यौ, मलाई हादी उठाएथ्यौ। शत्रुका जाल झेलदेखि मलाई जयवन्त जीवन दियौ। विश्वास योग्य मेरा प्रभु, म तिम्रो स्तुति गाउने छु, म तिम्रो स्तुति गाउने छु। विश्वास योग्य मेरा प्रभु, मेरा शरण स्थान तिमी, तिमी नै दृढ किल्ला हौ, तिमी नै दृढ किल्ला हौ। तिमी यसका चारैपट्टि सदैव रक्षक भइरहन्छौ। विश्वास योग्य मेरा प्रभु, म तिम्रो स्तुति गाउने छु, म तिम्रो स्तुति गाउने छु। विश्वास योग्य मेरा प्रभु, तिमी नै साँचो साक्षी हौ। विश्वास योग्य प्रभु हौ, विश्वास योग्य प्रभु हौ। मेरो प्रभु अनादिका, म तिम्रो स्तुति गाउने छु।
विश्वासयोग्य मेरा प्रभु, म तिम्रो स्तुति गाउनेछु, म तिम्रो स्तुति गाउनेछु। विश्वासयोग्य मेरा प्रभु।